सेयर खोल्नु। यहाँ खोलिसकेपछि यहाँ बैंक सिलेक्ट गर्नु अनि युजर नेम र पासवर्ड हाल्नु आफ्नो अनि लगइन हानेपछि यस्तो पेज खुल्छ। यस्तो पेज खुलिसकेपछि यहाँ हेर्न सक्नुहुन्छ होम छ अनि माई सेयर छ। यहाँ माइसमा ओके हान्नु अनि यहाँ एप्लाई फर इस्यु छ नि यसमा नयाँ आइपी आएको हुन्छ यो चाहिँ हामीले भर्ने हो कि ओर्डिनरी सेयर भन्ने छ नि हो। यसमा चाहिँ हामी एप्लाई गर्ने। अब यसमा एप्लाईमा क्लिक हान्नु। अब क्लिक हानेपछि प्रोसेसमा हान्नु अनि यहाँ हेर्न सक्नुहुन्छ एकाउन्ट नम्बर यो छ एप्लाई किता। यहाँ एप्लाई कितामा 10 हान्नु अनि सीआर नम्बर हजुरहरूलाई सीआर नम्बर बैंकले दिएको हुन्छ। डिमेट एकाउन्ट खोल्ने बेलामा बैंकले दिएको हुन्छ सीआर नम्बर। आफ्नो सीआर नम्बर हाल्नु। त्रिसठी 40 अनि सीआर नम्बर लेखिसकेपछि आई हेभ यो यहाँ टिक लगाउनु पर्छ। अनि टिक लगाइसकेपछि यहाँ एप्लाई गरिदिनु। एप्लाई गरिसकेपछि पिन नम्बर हाल्नु अनि एप्लाई गरिदिनु। सेयर हेज बिन सक्सेसफुली देखायो। यसरी चाहिँ सेयर भन्नु।